सबैले घटना 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 भन्नुभयो, तर घटना के भएको रहेछ भन्ने हिम्मत कसैमा छैन। त्यति मात्र होइन सभामुख महोदय, सत्तारूढ दल लगायत अन्य दलहरूले आफ्नो प्रेस विज्ञप्तिमा सुनसरीको घटनालाई संवेदनशील र दुःखद घटना भनेर उल्लेख गरेको छ, तर कुन घटनाको कुरा गरिएको हो भन्ने स्पष्टसम्म भनिएको छैन। घटनाको प्रकृति के थियो, त्यसको पृष्ठभूमि के थियो, वा यो धार्मिक विषय सम्बन्धसँग सम्बन्धित थियो कि थिएन भन्ने बारे विज्ञप्ति मौन छ। जब कुनै शक्तिशाली राजनीतिक दलले आफूले चर्चा गरिरहेको घटनाको स्वरूप नै स्पष्ट रूपमा उल्लेख गर्न सक्दैन भने त्यस घटनाको वस्तुनिष्ठ विश्लेषणसम्म हुन्छ भनेर हामीले कसरी पत्याउने? कुन घटनाको छानबिन गर्ने भन्ने स्पष्ट नभई त्यसको मूल कारणसम्म कसरी पुग्न खोजिएको हो? घटनालाई स्पष्ट रूपमा नाम लिएर बोलबम धार्मिक यात्राका क्रममा हिन्दू धर्मावलम्बीहरू घाइते भएका, गोली लागि हत्या भएका, दर्जनौं घाइते हुँदै ज्यानसम्म गुमाएको भन्न हामी कोसँग डराइरहेको छौं? सभामुख महोदय, आज कसैले यो घाइतेहरू वा त्यो ज्यान जसको गएको छ उहाँ हिन्दू हुनुहुन्थ्यो, एउटा बोलबमको यात्रामा हुनुहुन्थ्यो भनेर हामी त्यति पनि भन्न नसक्ने यो कस्तो बाध्यता र कसले रोकिरहेको छ हामीलाई? सभामुख महोदय, बोलबम यात्रा नेपालको धार्मिक तथा सांस्कृतिक परम्पराको हिस्सासँग जोडिएको छ। त्यसै क्रममा गोली लागेर मृत्यु हुनुहुने जेन्जी युवा ओम प्रकाश मेहताप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। साथै दर्जनौं घाइतेहरूप्रति पनि शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। हिजो सर्वदलीय बैठकमा हामी विभिन्न दलका प्रतिनिधिहरू सहभागी भयौं। म सत्तारूढ दलका सभापतिज्यूलाई धन्यवाद पनि दिन चाहन्छु। तर उक्त बैठकमा हामीले एउटा समस्या देख्यौं। सत्तारूढ दलसँग घटनाको गतिविधि के भएको थियो भन्नको लागि त्यहाँ गृह मन्त्रालयको गृहमन्त्रीज्यू हुनुहुन्नथ्यो, सरकारको प्रधानमन्त्री पनि हुनुहुन्नथ्यो, सरकारको तर्फबाट अर्थमन्त्री हुनुहुन्थ्यो, तर उहाँले त केही ब्रिफिङ दिन सक्नु भएन, किनभने त्यो उहाँको जिम्मामा पर्ने कुरा पनि होइन। त्यो हिजोको बैठकमा हामी आफै विश्लेषणात्मक उक्त बैठकमा गएका थियौं। त्यसमा के भयो? सद्भाव सद्भाव सद्भावको कुरा भयो। राम्रो सद्भाव चाहिन्छ, तर सद्भाव माग्दै गर्दाखेरि के हाम्रो हस्ताक्षरले मात्रै सद्भाव आउँछ? समाधान समस्या समाधान भयो त? त्यहाँ भइरहेका अहिले बन्द हडतालहरू समाप्त भए त? प्रहरी र सेना फिल्डमा ड्रोनमा उतारेर ड्रोन आकाशमा उडाएर पनि समस्या समाधान हुँदैन। सुरक्षा प्रमुखको ब्रिफिङ आइसक्यो सभामुख महोदय। यो समस्याको समाधान प्राविधिक उपायबाट होइन, राजनीतिक उपायबाट मात्र सम्भव छ भन्ने कुरा आइसक्यो। तर सरकार कहाँ छ? प्रधानमन्त्रीको अभिभावकत्व के यो देशले खोजिरहेको छैन यो समयमा?